हेलो एन्ड नमस्ते गुड मर्निङ एभ्रिवान। आज चाहिँ शनिबार हो अनि आज बिहानको 7:30 भइसक्यो र म भर्खर उठी। हिजो किनभने अब हिजो राति 11 बजीसम्म काम थियो अनि 11 बजी काम सकेर रुम आउँदा 12:15 त्यस्तै भएको थियो अनि सुत्ने बेला 1 बजिसकेको थियो। खानासाना खाएर सुत्ने बेला 1 बजिसकेको थियो। फेरि आज म बिहानै उठेर अब ब्रेकफास्ट गर्छु। त्यसपछि फेरि कामको लागि अब निस्किनलाई एकदम हतार भइसक्यो। चाँड काममा निस्किनुपर्ने बेला भइसक्यो। खानपिन गरेर अनि फेरि दौडिहाल्नुपर्छ काममा। आज नि राति 9 बजीसम्म काम छ र आज मैले डेमा कतिको अब भिडियो बनाउन पाउँछ पाउँदैन थाहा भएन। जे होस् बनाउने ट्राई गर्छु। जे होस् मेरो बिचमा ग्याप चाहिँ छैन। जे होस् लगातार काम छ अनि बिचमा 1 घन्टा त्यस्तै ग्याप भयो भने अझै म बिचको नि भिडियोहरू निकाल्नलाई ट्राई गर्नेछु। ल अहिले चाहिँ म अब चाहिँ कामको लागि निस्किहाल्छु र अनि म बिचमा केही सानोतिनो फुटेजहरू पनि लिँदै जानेछु। ल हस् त। ल गाइस म चाहिँ कामको लागि निस्केको, सबै रेडी भयो। म ढिला भइसक्यो मलाई त। ल गाइस म चाहिँ अहिले कामको लागि निस्केको 13 भइसक्यो। कति 23 को ट्रेन होला, ढिला भइसक्यो। अब सरासर एकीमा गएर ट्रेन चढेर काममा गइहाल्नुपर्छ। फेरि यहाँ एउटा ट्रेन छुटेपछि ठ्याक्कै आधी घन्टा लाग्छ हो। अनि अर्को ट्रेन चढ्यो, यो ट्रेन चढेन भने चाहिँ मेरो काम फिक्स छुट्छ कि जसरी पनि ढिलै हुन्छ। अनि त्यही भएर बरु 20 मिनट किन नहोस् अगाडि नै गएर बस्नुपर्छ। अनि त्यही भएर जहिले यही ट्रेनमा जान्छु अनि गएर 20 मिनट जति टाइम हुन्छ अनि त्यतिखेर चाहिँ अनि त्यही एकीमै स्टेसनमा मजाले बसिराख्ने एकछिन अनि बल्ल 9:30 हुन लाइसी अनि काममा छिर्ने हो। यस्तै हो मजाले। अब यस यहाँ चाहिँ टाइमको एकदमै महत्त्व हुन्छ। टाइम इज भेरी इम्पोर्टेन्ट हैन। त्यही भएर जापानिजहरूले नि यो टाइमको चाहिँ एकदमै फलो गर्छ है। गाइसमा चाहिँ अहिले स्टेसन आइपुग्यो। यहाँको ट्रेन चढ्नको लागि चाहिँ यो चाहिन्छ है। यो भएन भने टिकट काटेर नि चढ्न नि मिल्थ्यो। यो भयो भने चाहिँ सजिलो हुन्छ। छुट्टी भयो, अझै काम छ। मेरो काम चाहिँ 9:30 बजीबाट हो। अहिले चाहिँ म यतिबाट एक्जिट भएर ठ्याक्क निस्किँदैछु। अब चाहिँ एकछिन यतै बस्छु अनि बल्ल एकछिन 10 मिनट जति पछि बल्ल काममा जानेछु। ल गाइस अहिले चाहिँ म एकीबाट निस्किसक्यो। स्टेसनबाट एक्जिट भएर बाहिर एकछिन बस्दैछु अनि अब 5 मिनट जति बसेर काममा छिर्नेछु। र यहाँ चाहिँ म चाहिँ यस्तो ठाउँमा बसेको छु। चाहिँ हाम्रो यहाँको पार्क जस्तै हो। जस यहाँ आनन्दले बस्न पाइन्छ। भ्यू चाहिँ राम्रो छ। जे होस्
ल एकछिन बस्यो अब चाहिँ काममा निस्किनु पर्ने हुन्छ साथीहरू पनि आइसक्यो अरे पहिला चाहिँ म एक्लै हुन्थ्यो त्यहाँ काम गर्ने आज यो हप्ताबाट चाहिँ मेरो सँगै पढ्ने 2 जना साथीहरू पनि थपेको छ मैले साथीहरू भेटिसकेँ हामी चाहिँ यहाँ भेट हान्न आएको ल गाइज म चाहिँ अहिले काम सकिएर निस्केको अब खाजा खान जान लागिरहेको अब नेपाली पसल गएर खाजा खाएर म भिडियो बनाउँछु ल गाइज म चाहिँ अहिले नेपाली पसल आएको छु यहाँ खाजा अर्डर गरेको छु खाजा खाएर फेरि अर्को काममा जान्छु मैले चाहिँ यहाँ सेटमा हालेको बच्चाहरू त होइन यिनीहरू साइजमा काम सकेर फर्किँदैछ तेह्रको छ अहिले चाहिँ 8 बजेर 8 मिनट भयो 8:13 मात्रै छ हो गाइज जाँदैछु हाम्रो काम सक्यो थपेर राख्नु यसरी ल फाइनल्ली म चाहिँ काम सकेर घर आइपुग्यो अहिले ठ्याक्क 9 बज्न लाग्यो आज चाहिँ 8 बजीसम्म काम भएर घर आइपुगेँ म 9 बज्न लाग्यो अब आज काम धेरै गरे भएर अलिक थकाइ लागेर छ अब नुहाइ गरेर खानासाना पकाएर खाएर अब भिडियो एडिट गरेर हाल्ने छु आजको लागि खासै भिडियो केही भएन अब छोटो मिठो आउँछ ल सबैले माया गरिदिनु होला अब के गर्नु यस्तै भयो अब अर्को भिडियो चाहिँ अलि राम्रो बनाउन कोसिस गरौँला यसो कमेन्ट गर्नु पर्यो के विषयमा बनाऊँ होइन के कस्तो अब मलाई खासै नलेज पनि छैन भर्खर सुरु गरे भएर केमा बनाउने यतिकै अब सबैले कमेन्ट गर्नु पर्यो केमा बनाउँदाखेरि चाहिँ राम्रो हुन्छ के कस्तो यसो भनेर ल है त गाइज आजलाई चाहिँ अब भिडियोमा अब यतिमै इन गरिदिन्छु अब आज नै अपलोड गर्छु म खानासाना खाएर बिस्तारै अपलोड गर्छु अब भोलि पनि फेरि सेम कामै छ होइन बिहानदेखि नै बेलुकासम्मै भोलि पनि 9-10 बजीसम्म कामै हुन्छ घर आउनु बेला फेरि 11 जति बच्चा होला हेरौँ भोलि पनि भिडियो बनाउँछु भने बनायो भने हाल्छु नत्र अब अलिक पछि नै आउँछ ल है त गाइज
सबैजना स्टे सेफ, स्टे ट्युन। अर्को भिडियोमा भेटौँला। बाई बाई। सबैले कमेन्ट चाहिँ गर्नु पर्यो कुन अब नेक्स्ट भिडियो कुन टपिकमा बनाऊँ भन्ने विषयमा चाहिँ। ल सबैले यसो कमेन्ट गरौँ है त। ल गाइस, बाई बाई, सी यू।